जापानिजहरूले दिनभरिमा कमाएको पैसा साँझ परेपछि सबै एकैचोटि उडाउने ठाउँ आज म आफै ट्राई गर्दैछु। साँझ पख यस्तो बरफ परेको भए पनि बाबा अनि भाइसँग मिलेर म आएको थिएँ सट्टाबाजी गर्ने ठाउँ, जसलाई जापानिजहरूले पाचिङ्को भन्ने गर्छन्। मैले जापान आएर थाहा पाएको यस्तो जुवा तास खेल्ने ठाउँमा चाहिँ दिनभरि काम गरेर थाकेको मान्छेहरू आउँदो रहेछन्। म काम गरेर थाकेको नभए पनि यहाँ भित्र आएर हेर्दा चाहिँ यो यति राम्रो देखिने गरी सजाएको थियो। सुरुमा चाहिँ 1000 रुपियाँ मात्र हालेर गेम सुरु गरेको, तर कसरी खेल्ने कसैलाई थाहै नै थिएन। त्यसैले यो बटन दाबेर स्टाफलाई बोलाउँदा उसले हामीलाई यस्तो इंग्लिश वाला म्यानुअल दिएपछि सानो सानो दाना यसमा यसरी हालेर यो बटनलाई यसरी घुमाउनु पर्छ भन्ने थाहा भयो र यो बल यसको सबैभन्दा सेन्टरमा छिरेपछि यसरी माछा घुमेर सेम कलर आयो भने बल्ल पैसा जितिदो रहेछ। तर हामीले कति प्रयास गर्दा पनि माछाको सेम कलर एकचोटि पनि आएन। पैसा सबै बाबाको भए पनि खेल्ने काम चाहिँ हामी दुईजनाको मात्र थियो। तर यो गेम जित्न यति पैसा लाग्दो रहेछ नि जुन हामी कुनै हालतमा पनि उडाउने छैनौं। त्यसैले हामी त्यो ठाउँबाट छिटो छिटो निस्क्यौं। यो ठाउँमा अलिक बेरसम्म बसेको भए लिटरली हामीलाई नाङ्गै नै बनाउँथ्यो होला। अनि लास्टमा सुपरमार्केट गएर 10 किलोको चामल किन्यौं अनि लाग्यौं घरतिर। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।